इभिनिङ साथीहरू। म चाहिँ अब यो बेलुकाको काममा लागेँ है, किनभने यो चाहिँ मैले डल्ले खोर्सानी उसिनेर अघि घाममा अलिक सुकाएको हो। घाममा सुकाएर आज चाहिँ म सादा डल्ले खोर्सानी बनाउनु मन पऱ्यो अचार होइन। अन्त नुन हालेर चाहिँ अनि मसलाहरू चाहिँ नहालेर, अन्त यो चाहिँ खस्रो नुन हो। अन्त खस्रो नुनमा चाहिँ म यो अचार लगाउनु मन परिरहेको थियो कि, अन्त यो डल्ले खोर्सानी चाहिँ अचार हालेको है साथीहरू। पुरा पिरो छ हौ। यसो गरेर चाहिँ नुन हाल्नुपर्छ कि। मलाई चाहिँ खस्रो नुनमा पुरा लगाउनु मन लागेर आज चाहिँ यो पालि चाहिँ मसला भएको चाहिँ अर्कै म बनाएँ। यसमा चाहिँ यो चाहिँ नुनवाला बनाएको। यो चाहिँ खस्रो नुन हो। यो चाहिँ अब राख्नुपर्छ टक्कै। यति हो क्या, अब अर्कोमा हाल्नुपर्छ यो चाहिँ।